नमस्कार। गाडी किन्दै हुनुहुन्छ, वाहन किन्दै हुनुहुन्छ, बाइक किन्दै हुनुहुन्छ, पक्कै पनि किन्नुभन्दा पहिले जुराएर किन्नुहोला। यानी आफ्नो लकी नम्बरको बाइक, गाडी या वाहन कुनै पनि किन्नुहोला। सबभन्दा पहिले त मेष राशिदेखि मीन राशिको लकी नम्बर भन्छु। मेष राशिको लकी नम्बर 1 र 9, वृषको 7, मिथुनको 5 र 6, कर्कटको 2, सिंहको 1, कन्याको 5 अथवा 6, तुलाको 7, वृश्चिकको 1 अथवा 9, धनुको 3 अथवा 4, मकर र कुम्भको 8 र अन्तिममा मीन राशिको 3 अथवा 4। यो लकी नम्बर भयो। अब जुडाउने कसरी? हाम्रो नेपालमा सिस्टम कस्तो छ भने बा 3 4 या बा 34 छ, त्यसपछि छ रातो प्लेटमा। अहिले स्टेटको एम्बुस नम्बरहरूमा स्टेटको नम्बरसँगै अर्को नम्बर पनि आउँछ र तल पनि नम्बर आउँछ। धेरैजनाले के गर्नुहुन्छ भने त्यो अन्तिमको नम्बरलाई मेरो लकी नम्बर अन्तिममा 8 छ भने त्यो मेरो लकी नम्बर भनेर या त्यो अनुसारको लकी नम्बर बुझ्नुहुन्छ। यस्तो केही पनि होइन। 34 35 बा 4 छन् भने जहाँ जहाँ नम्बर छ, माथि तल जहाँ जहाँ नम्बर छ त्यो सबै नम्बर जोडौँ। 34 र 35, 4 3 7 3 10 15 र माथि 4 छ भने 15 4 19, 1 र 9 10। योसँग तपाईँको लकी नम्बर मिले कि मिलेन? गाडी किन्नुभन्दा पहिलोको लागि हो यो। यसरी नम्बर जोड्नु होला। मानुस म फेरि रिपिट गर्छु। मानुस माथि स्टेटको कुनै पनि नम्बर लेखेको छ र तलपट्टि एउटा नम्बर छ, या अथवा तपाईँको बा 53 छ 43 44 भन्ने नम्बर लेखेको छ भने त्यो माथिको 53 लाई 5 + 3 गर्नु पर्यो, 43 लाई 4 + 3 गर्नु पर्यो, 44 लाई 4 + 4 गर्नु पर्यो। पुरै जोडेर जति नम्बर आउँछ त्यो नम्बरको लाई पनि जोडेर लास्टमा जति अङ्क रहन्छ त्यसलाई तपाईँको लकी नम्बरसँग कनेक्ट गर्नु पर्यो। त्यो मिलेको छ भने ठिक छ, छैन भने गाडी किनिसक्नुभयो र तपाईँको लकी नम्बर मिलेको छैन भने अर्को भिडियोमा पक्कै पनि भन्नेछु। लकी नम्बर जोड्ने तरिका चाहिँ यही नै हो। यसरी नै जोड्न चाहिँ नबिर्सनुहोला। नमस्कार।